लोकल कुखुरा इज रेडी। आज चाहिँ म तपाईँहरूलाई घिउमा लोकल कुखुरा पकाएर देखाउँदैछु है त। पुराउने मसला अनि तेजपत्ता अनि प्याज यतिको ब्राउन भएपछि लोकल कुखुरा एकछिन यसलाई मजाले छिन्छोको खोलेर हेरौँ। मासु चाहिँ पाकिरहेको छ है साथीहरू। मासु चाहिँ रातो भइसक्यो। अब अदुवा लसुनको पेस्ट लगाउँछु, अलिकति ग्रिन चिल्ली, 1 स्पुन बेसार, 1 स्पुन मसला, अलिकति रेड चिल्ली। मसला चाहिँ पाकिसक्यो। अब म यसमा टमाटर लगाउँछु। अब म धनिया गार्निस गर्दैछु। हेर्नुहोस्, मनदेखि नै मिठो पकाएर खुवाउनुहोस् है त आफ्नो परिवारलाई। कुखुरा इज रेडी। तपाईँहरूलाई नि मनपर्छ भने बनाएर खानुहोस्। थ्याङ्क यू फर वाचिङ।